सर्वप्रथम सबैलाई नमस्कार। र आज टीकाको दिन सबैले आफ्ना दिदीबहिनीहरूबाट टीका ग्रहण गर्नुहोला। म आज गौरवान्वित छु, गौरव लागेको छ, किनभने म विगतमा सायद बिग्रिएको मान्छे हो। सायद मेरो पुनर्जन्म दिनमा मेरो श्रीमती र मेरो छोराको ठुलो हात छ। परिवारले के चाहेको छ, परिवारले के विचार गरिरहेको छ, आफू परिवारको मियो खम्बा भइसकेपछि धेरै कुराहरू सोच्न जरुरी छ। विगतमा म जस्तै कुलतमा फँसेका म सरहका मान्छेहरू हुनुहुन्छ भने आफ्नो परिवारको विवेक, सहनशीलता उहाँहरूले तपाईहरुलाई के भनिराख्नु भएको छ त्यसको एकदमै मध्यनजर राखेर यी कुलतज्यादि चिजहरूबाट टाढा बस्नुभयो भने तपाईको परिवारमा सुख, शान्ति, समृद्धि र परिवार पनि गौरवमय हुने पूर्ण विश्वास मैले लिएको छु। किनभने विगतमा मै जान्ने मै सुन्ने भएर एउटा खराब बाटोमा हिँडेको मान्छे हो। मैले भनिहालेँ, मेरो यस पृथ्वी लोकमा अहिले हिँड्न पाउने अधिकार दिलाउनेमा मेरो श्रीमती र मेरो छोराको ठुलो हात छ। जहिलेसम्म आफू आफ्नो काम र कर्तव्य निर्वाह गर्नबाट वञ्चित हुनुहुन्छ र त्यसै लगत्तै यस पृथ्वीमा बाँच्न साह्रै गाह्रो हुन्छ। भन्न त भन्छन् जिन्दगी 2 दिनको हो भनेर, तर वास्तवमा यो होइन। कसलाई थाहा छ, हाम्रो रिमोट हामीसँग त छैन। त्यो हुँदा सोच विचार गरेर हर्ष उल्लासमय तरिकाले शुभ दीपावली मनाउनु होला। अनि आफ्नो शरीरलाई पचाउन नसक्ने चिजहरू, त्यस्ता चिजहरू ग्रहण नगर्नु होला। र सम्पूर्ण देश विदेश जहाँ पनि रहनुभएका सम्पूर्ण नेपाली हिन्दू धर्मावलम्बीहरूलाई मेरो आफ्नो व्यक्तिगत तर्फबाट एकदम शुभ दीपावलीको शुभकामना टक्राउन चाहन्छु। यो जनचेतनाको लागि पनि हो, यसलाई नराम्रो नमान्नु होला। किनभने आफ्नो कथा आफै चित्रण गरेको छ भन्ने चाहिँ सोच होला, तर त्यो सोचतिर नगएर यसमा भएका शब्दहरूलाई चाहिँ मनन गरिदिनु होला। हस्त, धन्यवाद, नमस्कार। जय टीकाको दिन सबै हाँसी खुसी उमङ्ग साथ मनाउनु होला। हस्त, नमस्कार।